आउनुभयो एजेन्डा केही छैन भनेपछि खेल्न आउनुभयो। ज्ञानेन्द्र शाह राजा बन्न तयार हुनुहुन्छ? कुरा भएको छ कि छैन तपाईँले? तपाईँलाई ज्ञानेन्द्रसँग कुरा भएको छ, फलानासँग यसो भएको छ, ज्योतिमहरूले के लगाई भन्ने जस्तो कुरा नगर्नु न। सैद्धान्तिक कुरा जनताको प्रश्न हो। कुन जनताको? सिद्धान्तले मात्रै चिउरा भित्दैन ज्ञानेन्द्रजी। कुन जनताको? कताका जनताको? नेपाली जनताको। कताका जनताको? नेपाली जनता, देशभर रहेका विदेशमा रहेका नेपाली जनताको। नेपाली जनताले सोधेको छैन नि तपाईँ? कति जनताले प्रश्न गर्नु? म त जनताको प्रतिनिधिको रूपमा तपाईँलाई प्रश्न सोध्दैछु। म त जनताको प्रतिनिधि हो। हामी त थप्पड हान्छौँ, ड्याममै पाएर हान्छौँ सिद्धो। काम नगर्ने मान्छेलाई त हामी हान्छौँ, 100% हान्छौँ। छोड्दै छोड्दैनन् छैन। हामी त युवाहरू हो, उहाँहरूले भने यिनीहरूको त भर छैन है। भर्खरको केटाहरू हो, जोसिलो छ हो, जोस तर राम्रो ठाउँमा छ। नराम्रो मान्छेलाई हामीले सम्मान गरेर ढोक्नु पनि जानेछौँ र राम्रो मान्छे होइन, राम्रो मान्छे चाहिँ आफूले बोलेको आफै झुके। राम्रो मान्छेलाई सम्मान गर्न जानेछौँ, नराम्रो मान्छे त यत्रो खगेर ठ्याक्क पार थुकिन जानेछौँ हामी। छोड्नु हुँदैन। म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरू खेल्छु। गजब बेइज्जती है। 19 जना तपाईँ जस्तै साथीहरूमाथि त्यो पनि कलेजको ड्रेस लाएको बेलामा गोली चल्दा तपाईँको यो अन्याय भन्ने चाहिँ कहाँ गएको थियो? त्यो बेला पनि अन्यायको आवाज उठाएकै थियौँ हामीले। कहाँ? घरमा? हजुरको दिमागलाई ढोग्न चाहन्छु। दिमाग बेटा मन में लड्डू फूटा। एकचोटि अलिकति ल ल दिमाग सरोस्, यहाँबाट यहाँ सरोस्। हजुरको यो लेख्ने हात दाहिने हात हो। प्यार की राह में चलना। Men will be men. ल्यापटपले ठ्याक्क अनुहार देख्छ। धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री त म मन्त्री होइन। एउटा जिम्मेवारी, एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। त्यो जनरल कुरा नसोधा, के ठोस कुरा सोधा। यतै छ त, फेरि जनरल कुरा सोधे। त्यो मार्केटले मैले गरेको होइन। मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। आफ्नो काममा व्यस्त, म आफ्नो काममा व्यस्त छु। 19 जना तपाईँ जस्तै साथीहरूमाथि त्यो पनि कलेजको ड्रेस लाएको बेलामा गोली चल्दा तपाईँको यो अन्याय भन्ने चाहिँ कहाँ गएको थियो? त्यो बेला पनि अन्यायको आवाज उठाएकै थियौँ हामीले। कहाँ? घरमा? हजुर। कोठाभित्र? यो कुरामा कोठाभित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ? हामीलाई त तपाईँले माइती गरेर लगाएको नारा थाहा हुन्छ। ले त नैतिक जिम्मेवारी लिनु पर्दो रहेछ भन्ने कुरा हामीले थाहा पायौँ नि त। अनि तपाईँको केपी ओली बाले चाहिँ लिन नपर्ने, अनि सुदन गुरुङ जो हामी नेपालीको एउटा सदस्य हो अर्थात् त्यसको संयोजक हो, उहाँले चाहिँ जिम्मा लिनुपर्ने? संविधान पढाउनु भएको होइन होइन, त्यो भन्न हजुरलाई होइन, हजुरलाई त मैले कहाँ पढाउनु। तपाईँलाई संविधान पढाइदिन्छु। म आम नागरिक बोल्न पाउँछ, बोल्न पाउनु पर्छ, बोल्न पनि पर्छ हो। सरकारमा अहिले गगन थापा हुनु भएको भए पनि बोलिन्छ। केपी ओलीको पालामा चाहिँ किन ननिक्लेको भने? म्युजिक गजब बेइज्जती है।